हेलो गाइज, आज म एउटा आइक्यू को क्वेसनको एन्सर गर्न गइरहेको छु। तपाईहरुले चाहिँ हेरेर आफूले पनि सल्भ गर्ने कोसिस गर्नु होला। पहिलो कोलममा छ ठ्याक्कै हाम्रो चाहिँ यो माथि एउटा चाहिँ तीनवटा कोलम गरेर जम्मा चाहिँ कति छ यहाँ 12 वटा छ। हामीले चाहिँ यसमा के छ भने तेस्रोबाट हामी चाहिँ गर्न चाहन्छौँ। तेस्रोबाट गएर हामी गर्नेछौँ है त। पहिलोमा के छ 11 अनि त्यसपछि 22 अनि त्यसपछि बिचमा 6 छ अनि 33 अनि 44 अनि बिचमा 14 छ। यो कसरी जोडेको पनि हुन सक्छ, इन्टु गरेको पनि हुन सक्छ। हामी चाहिँ यसरी गर्न सक्छौँ। त लास्टमा चाहिँ कसरी आउँछ यो पनि गर्नेछौँ। अब माथि सबभन्दा हामी चाहिँ पहिलो कोलममा जाम है त। अब यहाँ 11 छ, 11 र 6 छ। अब कसरी गर्ने यसलाई चाहिँ कसरी गर्दाखेरि चाहिँ 6 आउँछ बिचमा। हामी चाहिँ 22 र 11 को गरौँ। पहिला चाहिँ 11 को गरौँ। 11 मा अनि त्यसपछि 6 22 छ। अब यो कसरी आउँछ, यो इन्टु गरेर पनि हुँदैन, माइनस गरेर पनि हुँदैन। अब हामी चाहिँ बिचमा 6 ल्याउने कोसिस गर्छौँ है त। 11 लाई 1 1 जोडेर 2 हुन्छ, 2 2 जोडेर 4 हुन्छ, 4 हुन्छ। त्यसपछि यो 2 र 4 जोडेर के हुने भयो 6 हुने भयो। अब त्यसरी यो 32 33 अनि 44 जोडेर राखेको छ। यहाँ 3 + 3 गरेर 6 भयो, 4 + 4 जोडेर 8 भयो। 8 र 6 जोड्दा कति भयो 14 भयो। अब त्यसरी 5 + 5 जोड्दा 10 भयो। 2 + 3 जोड्दा कति भयो 5 भयो। 10 र 5 जोड्दा कति भयो 15 भयो। अब त्यसैले गर्दाखेरि हामी लास्टको चाहिँ गर्न चाहन्छौँ 4 + 5 9 अनि त्यसपछि 7 + 6 कति भयो 13। 13 बाट जोडेपछि कति भयो 22। यसको एन्सर चाहिँ हाम्रो 22 बी को एन्सर भयो।